नमस्कार, तपाईँ देख्न सक्नुहुन्छ यहाँ यति राम्रै यति सुन्दरी इन्दिराजीलाई। उहाँ चाहिँ हुनुहुन्छ हाम्रो गुल्मी नेपालदेखि। उहाँ चाहिँ फिलहाल इन्डियामा रहनु भएको छ र उहाँ चाहिँ आज उहाँसँग कुराकानी गर्न गइरहेका छौँ। उहाँको स्माइल हेर्नुहोस् कति राम्रो कति मिठो छ। अब केही बेर नगरी कुराकानी गरौँ हामी इन्दिराजीसँग। हजुर तपाईँको इन्टरभ्यू लिन आएको छु। सर्वप्रथम सबैलाई नमस्कार। अनि अहिले फिलहाल के गर्दै हुनुहुन्छ इन्डियामा तपाईँले? अहिले चाहिँ हामीले बिजनेस गरेका छौँ, मतलब होटल। के को बिजनेस हो, के बनाउनुहुन्छ? हामीले चाहिँ नन भेज बेचिरहेका छौँ। चिकन दाना, चिकन ललिपप, तन्दुरी चिकन और चिकन फ्राई राइस सब, मतलब समझ। चाइनिज जस्तो फूड कार्ट भयो, खाना जहाँ पाइन्छ नास्ता गर्न चिकनका आइटमहरू अनि चाहिँ राइसहरू आइटम फ्राई राइसहरू अनि चिकन करी सब्जी सबै बन्छ। और यहाँ हुनुहुन्छ उहाँकी छोरी। हेलो छोरी। छोरी चाहिँ अब अनि म चाहिँ अलि यहाँ आउनुहोस् अलि अगाडि, किनकि म घाम लागेको छ। ए हो, म चाहिँ भविष्यमा कुनै पनि एक्टर बन्ने मेरो चाहिँ सपना हो है। त्यो पुरा गर्न चाहिँ मलाई एकदम गाह्रो भइरहेको छ। हजुर कहाँदेखि आउनुभयो इन्टरभ्यूको लागि? म पनि गुल्मी पहिला गुल्मी रहन्थेँ, अहिले चाहिँ इन्डियातिर बस्छु। अहिले चाहिँ इन्डियातिर मैले पनि जब गरिरहन्छु, यस्तै इन्टरभ्यू लिने कि आफ्ना नेपाली दिदी बहिनीहरू के गर्दै हुनुहुन्छ, कहाँ हुनुहुन्छ, उहाँहरूको पछिल्लो माया प्रेम अनि चाहिँ हाम्रो नेपालीहरू के गर्दै हुनुहुन्छ सबैको इन्टरभ्यू लिने हिँड्ने गरेको छु। पहिलो इन्टरभ्यू हो क्या? मलाई अझै इन्टरभ्यू लिएर हिँडेको छु भन्नुहुन्छ? भन्दाखेरि पहिलो इन्टरभ्यू भन्नाले हजुरसँग चाहिँ पहिलो इन्टरभ्यू भन्दाखेरि हुन्छ, नत्र 1000 कति इन्टरभ्यू दिइसके मान्छेहरूको होइन। तपाईँसँग चाहिँ पहिलो इन्टरभ्यू भनौँ। अब के भन्न चाहनुहुन्छ तपाईँ आफ्ना साथीहरू दर्शकहरूलाई अनि चाहिँ आफ्ना मित्रहरूलाई? मेरा मित्रहरूलाई भन्न चाहन्छु कि हामीले चाहिँ हस्बेन्ड वाइफ भिडियो बनाइरहन्छौँ। तपाईँहरूले हाम्रो भिडियोलाई माया गरिदिनु होला, हेरिदिनु होला, सेयर गरिदिनु होला, फलो गरिदिनु होला भन्न चाहन्छु। कुन तपाईँको च्यानलको नाम के हो त? अनि हाम्रो च्यानलको नाम मतलब मेरो मात्रै होइन, दुईजनाकै हुनाले चाहिँ फेसबुकमा भीम इन्दिरा छ भने, युट्युबमा चाहिँ भीम मगर अफिसियल युट्युब च्यानल छ। त्यसमा गएर